आजको भ्लगमा हजुरलाई स्वागत छ गाइज हैन। न्यू डे न्यू भ्लगमा हजुरलाई स्वागत छ। एकदमै केटाकेटीहरु डेटिङ बस्ने पार्क पनि हो गाइज हैन। हेलो 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 कैसे हो? सेल्फी मायाले जीवन भरिदिन सक्छु। आई लभ यु पाराको के भन्छ अब हामी सिङ्गरहरुलाई थाहा छैन, हजुरलाई थाहा होला गाइज हैन। सुन्नु गइरहेको छु गाइज हैन। के भन्छ अरे एउटा भगवान रहेछन् भने हाम्रो पनि यस्तै गरी बस्ने दिन आउला भनेर एउटाले भिडियो खिचेको थियो हैन। गाइज यार मेरो चाहिँ काम चाहिँ भिडियो खिच्ने बस्ने मात्रै हुन्छ होला जस्तो लाग्छ गएला गाइज हैन। त्यस्ता केटीहरु पार्कमा अब सिंगलै बस्न लाग्यो भनेपछि त हैन गएर पर्पस हान्ने कि अहिले भनेर गाइज हैन। आयो पार्कमा बस्यो, अर्काको जोडी हेर्यो, भिडियो बनायो गाइज हैन। सिंगलको जिन्दगी चाहिँ यस्तै छ गाइज हैन। के हो यो पुरै किलो छ त मा कसम, यो वहाँ घोपियो भने त मर्छ होला हौ मान्छे। होला चुप्पा चापी लास्टमा पनि मा कसम चाहिँ चुप्पा चापी गरेर भिडियो देखाउनै पर्ने के। दुईजना गएर नि त्यहाँ के गर्दैछन् यहाँ दुईजना। सो हेलो गाइज, आज चाहिँ मेरो सुरुवात चाहिँ बिहानीबाट हुन्छ। हामी चाहिँ आज कुनै ठाउँ घुम्न जाँदैछौँ गाइज हैन। त्यसकारण चाहिँ मसँग चाहिँ एउटा हातमा चाहिँ स्ट्यान्ड छ गाइज हैन। यो स्ट्यान्डबाट चाहिँ मैले भिडियो सुट गर्नेछु। कस्तो हुनेछ लेट्स गो। सो हे गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आजको भ्लगमा हजुरलाई स्वागत छ गाइज हैन। न्यू डे न्यू भ्लगमा हजुरलाई स्वागत छ। आइयो हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु गाइज हैन। म चाहिँ अहिले भारतको बेंगलोरमा छु गाइज हैन। बेंगलोरमा चाहिँ आज म कुनै ठाउँ घुम्न जाँदैछु भनेर हजुरलाई मैले अगाडि भनेको थिएन गाइज हैन। किनकि उठेर मुख धोएर कपडा लाउन्जेल ठिकै हुन्छ भनेर म चाहिँ अब हजुरलाई भन्न गइरहेको छु गाइज हैन। सो गाइज हैन म चाहिँ अहिले बेंगलोरको सबैभन्दा एकदम हाइस्ट भन्दा पनि ठुलो एरिया पनि ठुलो र एकदमै चलेको पार्कमा जाँदैछु गाइज हैन। हजुर नेपालमा बसी बसी भारतको बेंगलोरको लालबाग भन्ने एउटा ठुलो पार्क हेर्न चाहनुहुन्छ भने, बेंगलोरको ठुलो पार्क हेर्न चाहनुहुन्छ भने भिडियोलाई स्किप नगरी हेर्दिनु होला गाइज हैन। किनकि म आज त्यो पार्कमा घुम्न जाँदैछु। स्पेशली त्यो पार्कको काम चाहिँ के हो भनेपछि गाइज हैन, मान्छेहरु चाहिँ एकदमै धेरै आउँछन् गाइज हैन। किनकि भिडियोहरु बनाउनुको लागि र त्यसपछि चाहिँ त्यहाँ एकदमै काण्ड मचिने खालको ठाउँ पनि हो गाइज हैन। किनकि त्यहाँ एकदमै धेरै नेपालीहरु पनि आउँछन्। नेपालीहरु किन आउँछन् भनेपछि त्यहाँ चाहिँ अब कसैको काण्ड गर्नु छ भनेपछि हैन, कसै झगडा गर्नु छ भनेपछि, कुनै भिडियोहरु खिच्नु छ भनेपछि गाइज हैन, कुनै मिडियाहरु आएर कुरा गर्नु छ भनेपछि त्यो पार्कमा चाहिँ एकदमै भाइरल पार्क हो। दुईजना जोडी पनि नेपालबाट भगाएर ल्याएर आउने बस्ने ठाउँ पनि त्यही हो गाइज हैन। आज चाहिँ म बेंगलोरमा भएको एकदमै भाइरल पार्कको रियाक्सन पनि देखाउने छु र म त्यहाँ गएर भिडियो पनि खिच्ने छु गाइज हैन। हजुरहरुलाई यस्तो भिडियो हेर्ने मन लाग्छ भने भिडियो स्किप नगरी हेर्दिनु होला गाइज। अब चाहिँ हामी स्टार्ट गर्छौं, लेट्स गो गाइज हैन। म चाहिँ अब रुमबाट निस्किसकेको छु गाइज हैन। अब चाहिँ हामी जानको लागि अब यहाँ ताला लगाएर जानुपर्छ गाइज हैन रुममा चाहिँ। सो गाइज हैन 2 घण्टाको मिहिनेत अपारको बाटो पछि पार गरिसकेपछि चाहिँ म चाहिँ बेंगलोरको लालबागमा चाहिँ म आइपुगेको छु गाइज हैन। हजुरलाई चाहिँ म यहाँ भएको अब सुन्दरताहरु देखाउने छु। सुन्दरता सँगसँगै गाइज हैन यो चाहिँ पार्क भनेपछि अब एकदमै केटाकेटीहरु डेटिङ बस्ने पार्क पनि हो गाइज हैन। त्यो डेटिङ बस्ने पार्कहरु हजुरलाई देखाउने छु गाइज हैन। दुईजनाको डेटिङ बसेको भिडियो किन देखाउँदैन भनेपछि गाइज हैन, अब उता स्क्राइब भिडियो गाइज हैन। यो चाहिँ अब गलत हो, अरु कसैलाई देखाउनु हुँदैन गाइज हैन। तर बस्ने ठाउँहरु चाहिँ म मस्त देखाउँछु गाइज हैन। लास्टसम्म हेर्दै जानु होला। सो गाइज हैन यो पोखरीमा चाहिँ म पहिला आउँदाखेरि पुरै पानी थियो। अहिले चाहिँ यो के भन्छ अरे पानी जति सब सुकेछ गाइज हैन। पुरा के भन्छ अरे त के फिल्म सुटिङ गर्ने ठाउँ भन्दा पनि कम छैन होला है गाइज हैन। हेर्दाखेरि चाहिँ यस्तो पार्क हेर्न गाइज हैन। त्यो बिल्डिङ भयो, त्यसपछि यो चाहिँ 1000 प्रकारका फुलहरु भन्दा पनि धेरै फुल छन् होला के गाइज हैन। यो ठाउँमा चाहिँ मैले देखेको अनुसार गाइज हैन 1000 प्रकारका भन्दा पनि बढी फुलहरु होला गाइज हैन। यो पुरै पार्कमा गर्ने हो भने गाइज हैन। यतापट्टि चाहिँ हाम्रो ठुलो बिल्डिङ भन्दा यतापट्टि चाहिँ हाम्रो के भन्छ अरे पृथ्वीनारायण शाह नेपालको हुनुहुन्छ नि त्यस्तै खालको एउटा चाहिँ मूर्ति छ गाइज हैन। त्यो मूर्ति देखाउन गइरहेको छु गाइज हैन हजुरलाई चाहिँ। यो ठाउँमा मान्छेहरु आउनुको कारण के भनेपछि हैन, नेपालबाट बाइ चान्स कसैको स्वास्नी होस् या कसैले केटी भगाएर ल्यायो भने गाइज हैन, यानी कि बेंगलोरमा बस्ने ठाउँ भनेको 1 नम्बर भनेको बेंगलोरको गाइज लालबाग नै हो के गाइज हैन। किनकि आजभोलि त्यति काण्डहरु मच्चा छैन हैन, त्यति भिडियोहरु हैन, त्यस्तो त्यो नराम्रो भिडियोहरु नआउनुको कारण भनेको 1 नम्बरमा चाहिँ गर्मी छ गाइज हैन। त्यसकारण चाहिँ यहाँ मान्छेहरु धेरै पनि आउँदै, सिजन पनि छैन गाइज हैन। सिजन चाहिँ अब होलीको सिजन आउँदैछ गाइज हैन। होलीको सिजनमा चाहिँ मान्छे यति धेरै थुप्रिन्छन् गाइज हैन। यो चाहिँ बिचको के भन्छ अरे अब हाम्रो भनिसक्यो होला मैले पृथ्वीनारायण शाह जस्तो एउटा के हो यो माथिपट्टि चाहिँ अब तरबार हानेर बसेको जस्तो देखिन्छ। के भन्छ हाम्रो नेपालको भानुभक्त आचार्य भन्छ नि त्यस्तै खालको यहाँ चाहिँ तराजु समातेर उभिरहेका छन् गाइज हैन। यतापट्टि चाहिँ हाम्रो अब माटोको ढिस्को माथि चाहिँ अब पुरै के भन्छ घाँसको घर रहेछ गाइज हैन। यो घर चाहिँ लगभग पुरै घाँसले घेरिरहेको छ गाइज हैन। हेर्नु तलदेखि माथिसम्म। सो गाइज हैन धेरै कुराहरु देखाउनु बाँकी नै छ गाइज। अहिले चाहिँ भ्लग सिद्धेको छैन गाइज हैन, स्किप नगर्नु होला। धेरै कुराहरु त हजुरहरुलाई अझै देखाउनै बाँकी छ गाइज हैन। हेर्न सक्नुहुन्छ हैन यस्तो यो चरोहरु अब
के भन्ने अब पार्क पनि अब सानोतिनो पार्क भएको हुन्छ यति ठुलो पार्क छ गाइज होइन हजुरलाई म सब घुमाएर देखाउने छु यहाँ त के हुन्छ भने चाहिँ गाइज होइन सुकिसकेको रुख पनि होइन सुकिसकेको रुखलाई पनि गाइज डिजाइन बनाएर राखिदिएको छ है गाइज होइन के प्रजाति हो यो के भन्छ हाम्रोतिर त न्याउरी मुसो भन्छ के अरे यतातिर के भन्छ हजुरकोतिर भन्नु नबिर्सिनु होला होइन के हो यो केका साग हुन् गाइज होइन हाम्रो नेपालतिर भइरहेको त अहिले यसलाई तरकारी बनाएर साग बनाएर खाइसक्थ्यो होला गाइज होइन बिरुवाहरू त यति अति नै बिरुवाहरू हुन् कि गाइज होइन बिरुवाहरूको लागि हेर्ने हो भने त यो पार्क एकदम राम्रो छ गाइज होइन पहिला आएको बेला त अब यहाँ पुरै पानी थियो होइन यहाँ माथिबाट छल्किन्थ्यो गाइज छल गर्थ्यो गाइज होइन आजभोलि चाहिँ रहन्छ कि यो ठाउँमा चाहिँ होइन सब सुकिसकेको छ गाइज होइन सो गाइज होइन हामी चाहिँ अब एकदमै मेन ठाउँहरू हेर्न गइरहेका छौँ गाइज होइन भिडियोलाई स्किप नगरिदिनु होला मेन ठाउँहरू हेर्न गइरहेका छौँ अब अहिलेसम्म चाहिँ हजुरहरूलाई मैले यताउति पार्कहरू देखाइरहेको थिएँ फुलहरू देखाइरहेको थिएँ गाइज होइन अब चाहिँ म हजुरहरूलाई भन्छ अरे ठुलो नदीहरू देखाउँछु नदीका साथसाथमा चाहिँ हजुरहरूलाई ठुलो अब के भन्छ त्यहाँ चाहिँ अब नक्कली हात्तीहरू गाई गोरुहरू भएको चित्रहरू बनाएको चाहिँ ठुलो चिजहरू चाहिँ देखाउनु गइरहेको छु गाइज होइन भिडियो चाहिँ स्किप नगरी हेरिदिनु होला यस्तो राम्रो पार्कमा होइन गर्लफ्रेन्ड लिएर आउने पार्कमा चाहिँ म एक्लै आएर एकदमै गल्ती गरेर आएको छु गाइज होइन कोही सिङ्गल छ भने मेन्सन गर भन्न मिलेन गाइज होइन त्यस्तो चाहिँ होइन जबसम्म आफ्नो सफलता हातमा हुँदैन तबसम्म चाहिँ हामीहरू केटीलाई हेर्दैनौँ भन्ने चाहिँ हाम्रो अब भनाइ हो गाइज होइन यो चाहिँ भर्खरै निर्माण हुँदै रहेछ गाइज होइन भर्खरै हेर्नु न पार्क चाहिँ होइन यो चाहिँ निर्माण हुँदै रहेछ त्यहाँभन्दा उतापट्टिको चाहिँ एकदमै खतरा छ गाइज होइन त्यहाँभन्दा उतापट्टिको चाहिँ लगभग धेरै ठुलो पनि छ राम्रो पनि छ हामी त्यहाँ जान लागिरहेका छौँ गाइज होइन यहाँ चाहिँ गाइज होइन विद्यार्थीहरूलाई चाहिँ अनुगमन टोलीको लागि लिएर आइरहेका छन् गाइज होइन विद्यार्थीहरूलाई चाहिँ हेर्नको लागि यो पार्क चाहिँ अब एकदमै के भन्छ अरे धेरै चिजहरू भएका कारणले गाइज होइन हेर्ने लायकका धेरै चिजहरू भएका कारण चाहिँ यो विद्यार्थीहरूलाई चाहिँ एकदमै धेरै भन्छ नि लिएर आउँछन् गाइज होइन यो पार्कमा चाहिँ हेलो आप लोग किधर आए हो घूमने आए अच्छा एंजॉय करो हाँ हेलो कैसे हो सेल्फी हाँ जाओ इन्जोय गरौँ हाँ यतातिर चाहिँ धेरै विद्यार्थीहरू आइरहेका छन् कि गाइज होइन सो स्याड गाइज होइन मैले चाहिँ यहाँभित्र हजुरहरूलाई देखाउने भनेको गाइज सरी होइन यहाँभित्र चाहिँ भर्खरै के भन्छ हाम्रो सुर्खेतको काँक्री बिहारको चुचुरो जस्तै बनाउँदै रहेछ गाइज होइन यहाँभित्र चाहिँ के हो अब धेरै अब मेन कुरोहरू बनाउँदै होला त्यस कारणले गाइज पुरै ढाकेर राखेको छ गाइज होइन मान्छेलाई चाहिँ नदेखाएर तर मायाले जीवन भरिदिन सक्छु सो गाइज होइन यस्तै सुटिङ भएको चाहिँ पल्सा र पूजा शर्माको गाइज होइन म यस्तो गीत गाउँछु थिरी जस्तै यहाँ चाहिँ एउटा ऊ रहेछ गाइज होइन हेर्नु सक्नुहुन्छ हजुरहरूले आई लभ यु पाराको के भन्छ अब हामी सिङ्गरहरूलाई थाहा छैन हजुरहरूलाई थाहा होला गाइज होइन यो चाहिँ रहेछ यतापट्टि होइन ल हेर्नु सक्नुहुन्छ गाइज होइन के हो मयुरको आन्द्रा बुढी त सबै निस्किया छ त गाइज यार के हो केही खाएन कि आज मयुरले है खाइनस् ल सो गाइज होइन मेरो पछाडि चाहिँ छ रुखबाट बनेको मूर्ति गाइज होइन एकदमै शिवजी होइन जय शिव शम्भो गाइज होइन शिवजीको मूर्ति चाहिँ जस्ताको तस्तै बनाएर राखेको छ गाइज होइन यतापट्टि हेर्न सक्नुहुन्छ हजुरहरूले मेरो पछाडि अब अनि अर्को यतापट्टि चाहिँ रहेको छ गाइज होइन अर्को चाहिँ यतापट्टि अब कुन भगवान्को गाइज होइन बाघको चिन्ह नै बनाएर रहेछ गाइज होइन माथितिर चाहिँ धेरै प्रकारका के भन्छ अरे मुखहरू फर्केको बनाएको छ के भन्छ यसलाई नेपालमा हाम्रोतिर गोई भन्छ गाइज होइन गोई भन्यो नि भयो मगरमच भन्यो भने भयो गाइज होइन सेम आकार पनि सेम बनाइदिएको छ है गाइज होइन सेम आकार बनाएर राखेको छ गाइज होइन हेर्नु सक्नुहुन्छ हजुरहरूले कालो पनि कालो झ्याप्प अहिले भर्खरै टोक्न आउला जस्तो देखिन्छ हेर्दाखेरि चाहिँ डल्फिन माछा बनाउनु खोजिरहेको रहेछ गाइज होइन बिचबाट चाहिँ फग्लाक फुटेछ गाइज होइन 2 टुक्रा भएछ यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ हजुरहरूले हामी चाहिँ अब एकदमै ठुलो ढुङ्गा हेर्न गइरहेका छौँ ढुङ्गा चाहिँ सानोतिनो ढुङ्गा होइन कि गाइज होइन एकदमै ठुलो ढुङ्गा अघि नै हजुरलाई मैले भनिसकेँ त्यो ढुङ्गामा चाहिँ हामी जाँदैछौँ गाइज होइन भिडियोलाई स्किप नगरी हेरिदिनु होला यतापट्टि चाहिँ हाम्रो चिल रहेछन् गाइज होइन के भन्छ चिल सो गाइज होइन मेन ढुङ्गा भनेको चाहिँ मैले यो गाइज होइन हेर्नु सक्नुहुन्छ हजुरहरूले यति ठुलो छ गाइज होइन म चाहिँ यहाँ माथि गएर विचार गर्नेछु कस्तो छ गाइज होइन सो गाइज होइन यो चाहिँ लगभग एउटा ठुलो पहाड नै हो कि गाइज होइन पहाडै जस्तो छ गाइज होइन हेर्दाखेरि पनि एकदमै सफा छ गाइज होइन पल्टेर एउटा मुभी हेऱ्यो भने केही नहुने यस्तो ठाउँ चाहिँ हेर्दाखेरि चाहिँ गाइज होइन हजुरलाई चाहिँ म टपमा गएर देखाउँछु कस्तो छ भनेर होइन उता पछि टप मन्दिर देखिरह होला गाइज होइन माथि म त्यहाँ चाहिँ पुगेर भिडियो बनाउँछु गाइज होइन ल लेट्स गो यहाँबाट चाहिँ गाइज होइन एकदमै राम्रो भ्यूहरू देखिन्छ कि गाइज होइन उतापट्टिको यो जो भाग छ नि गाइज होइन अहिले म जुम गरेर देखाउँछु त्यति राम्रो नदेखे पनि ल हेर्नु सक्नुहुन्छ गाइज होइन बिल्डिङहरू हेर्नुहोस् होइन ल अझै जुम हुन्छ कि बस यति जुम
यो ठाउँ चाहिँ एकदमै राम्रो देखिन्छ गाइज यो पार्कबाट होइन। सो हे गाइज होइन अघि चाहिँ तलबाट देखिएको यो मेन मन्दिर चाहिँ यो गाइज होइन माथि चाहिँ टुप्पोमा छ। अब यो एरिया चाहिँ लगभग धेरै तलसम्म फैलिएको छ हुन्छ हजुरहरूले। गाइज होइन मेरो ओठ मुख सुकिसक्यो गाइज होइन मा कसम चाहिँ यस्तो गर्मी छ गाइज होइन गर्मी कारणले गर्दाखेरि चाहिँ म अब यहाँ जुस पिउनु गइरहेको छु गाइज होइन। चिसो भयो गाइज होइन के भन्छ अरे अब चिसोमा चाहिँ अब जगटहरू लाएर चिसो कटाउन सकिन्थ्यो गाइज होइन। अब चाहिँ एकदमै गर्मी भएका कारण चाहिँ म अब म्याङ्गो जुस पिउनु गइरहेको छु गाइज होइन। लगभग 1 देखि 1.5 घन्टासम्मको टुर भइसक्यो नि त गाइज होइन। सो हे गाइज होइन हामी चाहिँ लगौँ अब नदी हेर्नतिर गाइज होइन। हामी चाहिँ अब यो हुन्छ नि कि एउटा ठुलो एउटा तलाउ छ गाइज होइन त्यो तलाउको वरिपरि गएर हेर्नेछौँ गाइज होइन। त्यहाँको भ्यू चाहिँ हामी हेर्नेछौँ अब त्यहाँको भ्यू चाहिँ कस्तो रहेछ गाइज होइन हेर्नु। पहिला चाहिँ एकदमै राम्रो थियो आजभोलि चाहिँ के भयो भने चाहिँ गाइज होइन यो पातहरू झर्ने सिजन हुन्छ नि यो रुखहरूको पातहरू झर्ने सिजन गाइज होइन। यो सिजनमा चाहिँ सबै रुखहरूको पात झरेर फुलहरू झरेर चाहिँ यो पार्क अहिले चाहिँ यति राम्रो चाहिँ भएको छैन गाइज भन्छु होइन म चाहिँ। सो गाइज होइन यहाँ चाहिँ झरनाहरू मस्त झरिरहेको रहेछ होइन। तर गाइज होइन पानी आउने ठाउँ चाहिँ यहाँ माथि यो चाहिँ यहीँ गाइज मैले जुम गरेर देखाइरहेको छु हजुरलाई। यो ठाउँबाट चाहिँ पानी आउँथ्यो गाइज होइन त्यो ठाउँबाट चाहिँ पानी किन आइरहेको छैन भने चाहिँ गाइज होइन अहिले चाहिँ अब खडेरीको टाइम लागिरहेको छ होइन। खडेरीको टाइममा चाहिँ पानीहरू त्यति आउँदैन यहाँबाट बगिरहेको छ सानो पानीहरू। सो फाइनली गाइज होइन यो गाइज होइन मैले चाहिँ ढलले देखाउन लागेको ताल चाहिँ अलि अँध्यारो ब्लड भएको कारण देखिरहेको छैन गाइज होइन। म हजुरलाई स्पष्ट देखाउने छु के रहेछ गाइज होइन। मैले त नेपालको झल्को ढ्याप्पै आएर गाइज होइन यसो हेरेको झ्याप्पै हेर्नु न गाइज किमु जस्तै छ क्या होइन। किमु जस्तै छ नि त यो होइन किमु जस्तै छ गाइज होइन। घ्याच्चो मुखमा हाल्छु भनेको गाइज साह्रो लाग्छ यार। सो गाइज होइन म चाहिँ यो राउन्डको यो भन्छ यो लेकको चाहिँ पुरा राउन्ड लाउने छु गाइज होइन। राउन्ड लाउने बेलासम्म के कुराहरू भेटिन्छ म हजुरहरूलाई देखाउने छु गाइज होइन। स्किप नगरिदिनु होला प्लिज गाइज प्लिज होइन। अब यतापट्टि चाहिँ हेर्नु सक्नुहुन्छ होइन हजुरहरूले चाहिँ अब त्यहाँ त्यो गोहीको माथि बसिरहेको छ नि क्या होइन। गोहीको माथिबाट चाहिँ चल्ला बसिरहेको छ नि गाइज होइन जुम गरेर देखाउँछु हजुरलाई होइन। के हो यो ल यो हेर्नु सक्नुहुन्छ हजुरहरूले स्पष्ट देखाउँछ है गाइज होइन। क्यामेरा चाहिँ मेरो अहिले चाहिँ स्पष्ट देखाउँछ आजभोलि चाहिँ। पहिलाको क्यामेरा गाइज होइन रद्दी भएका कारणले मैले चाहिँ अब के भन्छ अरे मैले चाहिँ आफ्नो भ्लग च्यानललाई चाहिँ ग्रोथ गर्न पाएको थिएन गाइज होइन। अहिले चाहिँ मसँग राम्रो क्यामेरा छ गाइज होइन मोबाइल छ। म चाहिँ अहिले अब युट्युबमा चाहिँ ग्रो हुन्छु भन्ने मलाई लागिरहेको छ गाइज होइन किनकि अडियन्सको साथ छ नि त ममा होइन। त्यस कारण चाहिँ हजुरले लास्टमा हेरिदिनु होला। के भन्छ अरे एउटा भगवान् रहेछन् भने हाम्रो पनि यस्तै गरी बस्ने दिन आउला भनेर एउटाले भिडियो खिचेको थियो होइन होइन गाइज। भगवान् रहेछन् भने हाम्रो पनि एक दिन बस्ने दिन आउला भन्दै गाइज होइन यस्तै भिडियो खिच्ने बस्ने गाइज यार। मेरो चाहिँ काम चाहिँ भिडियो खिच्ने बस्ने मात्रै हुन्छ होला जस्तो लाग्छ कहिले क्या गाइज होइन। म चाहिँ अब अगाडिबाट जुमिङ गरेर कसैलाई पनि देखाउँदैन कि गाइज होइन। कसैलाई नदेखाउनुको कारण भने चाहिँ गाइज होइन कसैलाई चाहिँ भिडियोदेखि इन्टकार हुन्छ गाइज होइन। मलाई मन लाग्दैन भिडियो बनाउन भिडियो अब बिना पर्मिसनको भिडियो चाहिँ म कसैको बनाउँदैन गाइज होइन अगाडिबाट। त्यस कारण चाहिँ म पछाडिबाट भिडियो बरु 2 जना बसेको होस् बरु चुप्पा चापी गरेको भिडियो तर पछाडिबाट बनाउँछु अगाडिबाट बसेको भिडियो चाहिँ मैले सकेसम्म बनाउँदैन कि गाइज होइन। सो गाइज होइन माथिको तालबाट चाहिँ अहिले बल्ल क्यामेराले चाहिँ राम्रो हान्यो गाइज होइन किनकि यतातिरबाट घामले हान्छ नि त गाइज होइन। त्यस कारणले अहिले यताबाट चाहिँ राम्रो आइरहेको छ भ्यू पनि होइन। यो बाटो हुँदै आएको म चाहिँ अहिले। सो गाइज होइन गर्मीले अति भन्दैन अति गराएपछि चाहिँ मैले अर्को पनि आइसक्रिम खाएको छु गाइज होइन। अब गर्मी हुन्छ गाइज होइन नखाम भनेपछि अब फेरि पुरै पसिना हुन्छ। अब खाम भनेपछि अब यति पानी खान पनि सक्छु गाइज होइन। तर आइसक्रिमभन्दा पानी महँगो छ क्या गाइज होइन। यहाँ चाहिँ यति महँगो छ पानी चाहिँ त्यस कारण चाहिँ मैले आइसक्रिम खाने बर्थ्यो गाइज होइन। क्लियर भ्यू चाहिँ अब देखिन्छ गाइज होइन त्यो माथि हो पुरै माथिदेखि चाहिँ यो अलिअलि टल्किरहेको छ नि हरियो त्यो तालदेखि चाहिँ अहिलेसम्म गाइज होइन। म चाहिँ यो तालमा आइपुगेको छु यहाँ तलसम्म आइपुगेको छु। म चाहिँ यहाँबाट तल जानलाई लगभग 5 मिनट अरू लाग्छ मलाई गाइज होइन। लगभग 5 देखि 10 मिनट लाग्यो होला मलाई चाहिँ यो पार गर्नको लागि गाइज होइन। ताल पनि हेर्नु न गाइज होइन यस्तो राम्रो छ नि। सो गाइज होइन यहाँ चाहिँ नयाँ गमलाहरू जोइन गर्नको लागि गाइज होइन यहाँ चाहिँ अब के भन्छ अरे गमलाहरू जस्तै अब के हो यो अब फुलहरूलाई संरक्षण गर्नको लागि चाहिँ पुरा राखिरहेको रहेछ डब्बाहरू लगभग धेरै डब्बाहरू छ गाइज होइन। यहाँ यता पनि छ यस्ता केटीहरू पार्कमा अब सिङ्गलै बस्न लाग्यो भनेपछि त होइन गएर पर्पज हान्ने कि अहिले भनेर गाइज होइन। अरे गाइज आयो पार्कमा बस्यो अर्काको जोडिएर भिडियो बनायो गाइज होइन। सिङ्गलको जिन्दगी चाहिँ यस्तै छ गाइज होइन। यस्तो पल्टिने मन लाग्यो गाइज होइन थाकिसक्यो यार गाइज होइन। अहिलेबाट हो भिडियो बनाउनु लाग्यो भने 1 घन्टाको भिडियो भइसक्यो गाइज होइन। त्यो भिडियो चाहिँ एडिट गर्दाखेरि लगभग 10-15 मिनटकोमा आइपुग्छ गाइज होइन। तेरो र मेरो जिन्दगी एउटै यहाँ ए बाँदर यता चाहिँ एउटा बाँदर रहेछ। के हो यो पुरै त्यही
रमाइलो छ त मा कसम यो वहाँ घोप्यो भने त मर्छ होला हौ मान्छे हुन्छ हुन्छ हजुरहरूले म त पर्खेको यति बुढो मान्छेहरूको पनि जोडी छ कि त्यहाँ हेर्नु न यति बुढो मान्छेहरूको पनि जोडी छ अब हाम्रो के गर्ने यार यहाँ चाहिँ केटाकेटीहरूको सानो खेलाउने कुराहरू गाइज होइन धेरै रहेछ गाइज होइन हुन्छ हुन्छ हजुरहरूले त्यहाँ चाहिँ अब घुम्ने तर नचल्ने खालको एउटा सुई रहेछ गाइज होइन टाइम नदेखाउने सुई रहेछ त्यहाँ चाहिँ सो हे गाइज होइन आज चाहिँ मैले हजुरहरूलाई देखाएको पार्क कस्तो लाग्यो गाइज होइन एउटा यो पनि पार्क हो यो पार्क चाहिँ मैले हजुरहरूलाई देखाउनुको विशेष कारण भन्छु गाइज होइन अलिकति राम्रो पनि थियो गाइज होइन यहाँ चाहिँ विशेष त्यस्तो केही नभए पनि गाइज होइन यो पार्कमा चाहिँ अब सामान्य फुलहरू त्यसपछि अनि नदीहरू यस्तो यस्तो कुराहरू चाहिँ थियो गाइज होइन त्यो कुराहरू देखाउनु लागि चाहिँ मैले यो भिडियो बनाएको थिएँ गाइज होइन सो गाइज होइन हजुरहरूलाई चाहिँ आजको भिडियो मन पऱ्यो भने भिडियोलाई लाइक गरी च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु साथीहरू किनकि गाइज होइन अब चाहिँ म यो भिडियो यहीँ टुङ्गाउँदैछु गाइज होइन हजुरलाई चुप्पा चापी लास्टमा पनि मा कसम चाहिँ चुप्पा चापी गरेर भिडियो देखाउनै पर्ने के दुईजना गएर नि त्यहाँ ल के गर्दैछन् यहाँ दुईजना भयो गाइज कति हेर्ने के कति हेर्ने अरूको भिडियो मात्रै होइन कति हेर्ने यिनीहरूको होइन बेलुका पर्न लाग्यो अब त पुरा चुप्पा चापीहरूको भिडियो हो कि गाइज होइन त्यस कारण चाहिँ मलाई यहाँ मन लाग्दैन कि गाइस यो पार्कमा होइन त्यस कारण चाहिँ मैले यो भिडियो चाहिँ अब यहीँ छुटाउँदैछु गाइज होइन किनकि अब यहीँ टुङ्गाउँदैछु अब नेक्स्ट डेको लागि चाहिँ हजुरहरूले प्रतीक्षा गर्नु होला गाइज होइन म चाहिँ अर्को भिडियो चाहिँ भोलि या पर्सि अपलोड गर्नेछु हजुरहरूलाई आजको भिडियो मन पऱ्यो भने गाइज होइन म यति भन्दै छुटिन चाहन्छु गाइज बाई बाई